धन्यवाद छ तपाईँहरू सबैजनालाई। हामी देशलाई जिताउने अभियानमा छौँ। यो चाहिँ हामीले देशलाई जिताउनुपर्छ भन्ने अभियानमा छौँ। यहाँ सबैजना धरानवासी लगायत सम्पूर्ण मिडिया मार्फत हेरिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। अब यो चुनावमा चाहिँ हामीले बहुमत ल्याउनुपर्छ। नेपाली जनताले हामीलाई बहुमत दिनुपर्छ। किन दिनुपर्छ त भन्दाखेरि गफ गर्ने मान्छेहरूको भिडमा एउटा यस्तो एउटा मान्छे जसले काम गर्नुपर्छ, गफ गर्ने शक्तिहरूको भिडमा एउटा यस्तो एउटा शक्ति जो शक्तिले काम गर्नुपर्छ भन्छ, श्रम संस्कृति। त्यो श्रम संस्कृतिले मात्रै यो देशमा चाहिँ नै उन्नति प्रगतिको विचारोपन गर्न सक्छ भन्ने हाम्रो पूर्ण विश्वास छ। त्यसको कारणले गर्दाखेरि सबैजना अहिले जति पनि हामी जान्छौँ हामीलाई अत्यन्तै राम्रो तरिकाले धन्यवाद सहित सम्मान पनि गरिरहेका छन्, त्यो देखिन्छ। सबैजनालाई म धन्यवाद दिन चाहन्छु। यो अब आजको हाम्रो घर दैलो यति नै गर्छौँ, किनभने हामी यहाँ अब यो के गर्ने, तपाईँको चाहिँ नि दिन पनि 22 घण्टा उज्यालो भए हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ। तर के भने प्रकृतिलाई परिवर्तन गर्न सक्दिनँ होइन, काम सकेकै छैन। पहिला श्रमदानमा पनि त्यस्तै लाग्थ्यो मलाई। सोमबार गयो है, अब कतिलाई चाहिँ कतिखेर घर जाउँ भन्ने लागेको हुन्थ्यो होला सायद, तर त्यसो हुँदैन। तपाईँलाई हुन्थ्यो हुँदैन थियो है। म चाहिँ रातै नपरे हुन्थ्यो जस्तो लाग्छ, रात परिहाल्थ्यो र भन्थे। त्यस्तै लाग्छ अहिले त संसार यति धेरै काम छ, यति धेरै ठाउँमा पुग्नु छ, यति धेरै मान्छेसँग भेट्नु छ, यति धेरै कमाइसँग हामी बात गर्ने पर्ने छ, कुनै भनेको साध्य छैन। र सबैजनालाई म धन्यवाद दिन चाहन्छु जो जतिले आज दुःख गर्नुभएको छ। यो दुःख तपाईँले मेरो लागि होइन, अर्को सन्तानको लागि होइन, आफ्नो सन्तानको लागि, देशको भविष्यको लागि, एउटा नयाँ युगको सुरुवातको लागि गर्नुभएको भनेर बुझ्नुपर्छ। त्यसो हो र भोलिको हाम्रो घर दैलो चाहिँ हामी उँधो जान्छौँ लाइक होइन, बडा क्षेत्रको नडा साइडमा अलिकति हामीले अस्ति गरेका थियौँ। भोलि त्यहाँ जान्छौँ र बिहान तपाईँहरू भ्याउने जति होइन, बिहान 7 बजीको समयमा आउनु होला। हामी 7 बजीको आसपासमा भेला भएर जान्छौँ उता। त्यसको लागि हाम्रो व्यवस्थापन गर्ने पगुवा साथीहरूले के व्यवस्थापन गर्नुपर्ने भन्ने कुरा मैले भनिराख्नुपर्छ जस्तो मलाई लागेको छैन। त्यस पछाडि अब दिउँसो आउनेहरूलाई पनि फेरि होइन, त्यो गाडीको व्यवस्था पनि हाम्रो हुन्छ र दिउँसो भेला भएर पनि तपाईँहरू आउन सक्नुहुन्छ। आफ्नो त लन्च भात खाइसकेपछि पनि आउन सक्नुहुन्छ। तर हामी चाहिँ बिहानै हिँडेको हुन्छौँ र तल हामी भेट्छौँ र भोलि चाहिँ तल गर्छौँ, एक दिन यता गर्छौँ, एक दिन उता गर्छौँ होइन। तपाईँले अब यो के तरिकाले हामी जान्छौँ। अहिले यो फागुन 4 भन्दा अगाडि म धरानभन्दा बाहिर गएर